साथीहरू स्वागत छ यस हाम्रो युट्युब च्यानल भेरिफरमा। आज हामी देशभरिका अपडेट ल्याएर आएका छौँ भने अन्तिमसम्म हेरेर साथ समर्थन दिनुहोला। रवि लामिछाने समर्थक बब्लु गुप्ता बने खेलकुद मन्त्री। पहिलो दिनमै गरे साहसिक निर्णय। बालेन शाहकै शैलीमा हरेक बैठक लाइभ गरिने। पर्यटन मन्त्री बन्न लागेका गणपति लालले एमाले नेत्री सुनिता डङ्गोलसँग भाइटिका लगाएको तस्बिर बाहिरिएपछि खोसियो मन्त्री पद। मन्त्री परिषदको गोप्य सूचना एमालेलाई दिन सक्ने आशंकासहित खोसिएको थियो मन्त्री पद। रवि, बालेन र हर्कलाई एकजुट बनाउन कसिए जेन्जीका अगुवा। बालेनका सल्लाहकार कुमार बेनले रविलाई जेलमै पुगेर भेटे। दर्शकबिन गत भाद्र 23 र 24 गते भएको जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले थप 2 जना नयाँ मन्त्री नियुक्त गरेको छ। 4 जना व्यक्तिलाई मन्त्री बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको भए तापनि 2 जनाको विवादित पृष्ठभूमिका कारण मन्त्री पद खोसिएको छ। श्रम मन्त्री बन्न लागेका खगेन्द्र सुनवारको अदालतमा मुद्दा विचाराधीन हुनुका साथसाथै पक्राउ पूर्जी जारी भएको विषय बाहिरिएपछि मन्त्री पद खोसिएको थियो भने पर्यटन मन्त्री बन्न लागेका गणपति लाल श्रेष्ठको अमुक पार्टीसँगको निकटताका कारण मन्त्री पद खोसिएको स्रोतले बताएको छ। विशेष गरी एमाले नेत्री सुनिता डङ्गोलसँग भाइटिका लगाएको तस्बिर बाहिरिनुका साथसाथै उनीसँग केही स्वार्थ समूहको निकटता रहेको सूचना आएपछि गणपति लालको मन्त्री पद खोसिएको थियो। गणपति लाल यसभन्दा अगाडि गुठी विधेयक विरुद्धको आन्दोलनको नेतृत्वकर्ता पनि थिए। सो समयमा काङ्ग्रेस निकट रहेर गुठी विधेयकको अगुवा गरेको आरोप लागिरहँदा पछिल्लो समय भने गणपति लालको एमालेसँग हिमचिम बढेको थियो। विशेष गरी सुनिता डङ्गोलसँगको उनको सामिप्यता मन्त्री परिषद खोसिनुको मुख्य कारण बनेको बताइएको छ। मन्त्री परिषदको गोप्य सूचना एमालेसम्म पुग्ने देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले नै उनलाई मन्त्री बन्नबाट रोकेको बताइएको छ। खेलकुद मन्त्री बने रविका विश्वासपात्र बब्लु गुप्ता। दर्शकबिन सुरुवाती चरणदेखि नै रवि लामिछाने, बालेन शाह र वैकल्पिक शक्तिको पक्षमा देखिएका बब्लु गुप्ता खेलकुद मन्त्री बनेका छन्। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका बब्लु गुप्ताले खेलकुद मन्त्रालयको पदभार सम्हाले लगतै बालेन शाहकै शैलीमा खेलकुद मन्त्रालयमा हुने विभिन्न बैठकहरू लाइभ गर्ने निर्णय गरेका छन्। यसअगाडि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि महानगरपालिकाको कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेपछि कुन कुन व्यक्तिले कस्तो धारणा राख्छन् भन्ने कुरा जनताले सुन्न पाएका थिए। यसरी नै बब्लु गुप्ताले पनि खेलकुद मन्त्रालयमा हुने हरेक बैठकलाई लाइभ गर्ने निर्णय गरेका छन्। पनि पहिला कामै गरेर देखाउँ न, हैन? अब मात्र खालि यो बोल्दो रहेछ, बोलेर त सबै कुरा बिग्रियो भने अब यो कुरामा चाहिँ हामी टिमसँग चाहिँ छलफल गर्छौँ। यहाँ विभिन्न निकायहरू छ। अब यहाँनिर हाम्रो युवाको जुन मागको कुराहरू छ र युवाको कुराहरूलाई चाहिँ आजसम्म राष्ट्रले नसमेट्दै गर्दाखेरि हामी चाहिँ विभिन्न त्यो कुराहरू चाहिँ उत्पन्न समाजमा चाहिँ भइरहेको थियो। त्यो कुराहरूलाई चाहिँ अब कसरी एउटा ठाउँमा चाहिँ लिएर आउने र त्यसलाई चाहिँ इम्प्लिमेन्टेसनतर्फ पनि चाहिँ हामी यो युवा मन्त्रालयको तर्फबाट चाहिँ कसरी यसलाई अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामी छलफल गर्छौँ र के कुरा हुन्छ हामी पहिला चाहिँ कामै गरौँ। काम गरिसकेपछि त्यो निर्णयहरू चाहिँ हामी तपाईँको अगाडि चाहिँ प्रस्तुत गर्ने नै छौँ। त्यसको लागि चाहिँ तपाईँहरूले कृपया हामीलाई पनि समय दिनु होला। हामी चाहिँ किनभने हामीसँग सर्ट टाइम छ, रिसोर्सेस पनि थोरै नै छ, काम गर्नुपर्ने धेरै छ, डेलिभरी गर्नुपर्ने धेरै छ। त्यही भएर चाहिँ हामी एकतर्फ चाहिँ कामैतर्फ चाहिँ लाग्छ है। आखिर को हुन् बब्लु गुप्ता? दर्शकबिन अभियन्ता बब्लु गुप्ता मन्त्री बनेसँगै उनी को हुन्, कस्ता व्यक्ति हुन् भन्ने विषयमा सर्वत्र चासो र चिन्ता बढेको छ। नेपालको इतिहासमै सबैभन्दा कान्छो मन्त्री नियुक्त भएका बब्लु गुप्ता उमेरले भर्खर 26 वर्षको पुगेका छन्। बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर आइतबार अपराह्न कार्यभार पनि सम्हालिसकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्री बब्लु गुप्ताले मन्त्रालय र मन्त्रालय अन्तर्गतका सबै निकायका बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन्। सिराहाको लाहान घर भएका बब्लु गुप्ता परोपकारी संस्था 100 ग्रुपका संस्थापक पनि हुन्। उक्त संस्थाले प्रयोगमा आइसकेका कपडाहरू सङ्कलन गर्ने र असहाय दिनदुखीहरूलाई वितरण गर्दै आएको छ। बब्लु गुप्ताले यो अवधारणा 2076 सालदेखि सुरु गरेका थिए। कोभिड महामारीमा बब्लुको सक्रियता। दर्शकबिन त्यसो त बब्लु गुप्ताले कोभिड महामारीमा समेत निशुल्क भोजन गराएर दिनदुखीहरूको सहयोग गरेका थिए। 2076 चैतदेखि कोभिड महामारी सुरु हुँदा उनले काठमाडौँका विभिन्न ठाउँमा निशुल्क भोजन गराएका थिए। कोरोनाका कारण सङ्कटमा परेका समुदायलाई त्यसले फाइदा पुर्याएको थियो। शिक्षामा बब्लुको योगदान।
दर्शकबिन पछिल्लो समय बब्लु गुप्ताको समूहले प्रोजेक्ट शिक्षा परियोजना सुरु गरेको छ। गरिब, जेहनदार, असहाय बालबालिकाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने र उनीहरूको जीवन वृत्तिमा सघाउने ध्येयले यो सेवा सुरु गरेको उनले बताएका छन्। अहिले यो कार्यक्रम अन्तर्गत 100 भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। वैकल्पिक शक्तिलाई एकजुट बनाउन पुनः कसरत। दर्शकबिन बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ लगायत वैकल्पिक शक्तिलाई एकजुट बनाउन जेनजीका अगुवा सुदन गुरुङदेखि बालेन शाहका सल्लाहकार कुमार बेनसम्म लागि परेका छन्। सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि जेल चलान भएका रवि लामिछानेलाई भेट्नका लागि बालेन शाहका सल्लाहकार कुमार बेन नक्खु जेलमै पुगेका थिए। सो भेटमा वैकल्पिक शक्तिलाई एकजुट बनाएर अगाडि लैजान राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुन सबै तयार रहेको, तर नेतृत्वमा कुलमान घिसिङलाई स्थापित गर्नुपर्ने बारे छलफल भएको थियो। सो छलफलमा रवि लामिछानेले आफ्नो मुद्दाको बारेमा पनि चासो राखेका थिए। सो भेटमा रवि लामिछानेले भनेका थिए, केपी शर्मा ओली र काङ्ग्रेससँग सबैभन्दा ठुलो युद्ध मैले लडेको छु। सोही युद्ध लडे बापत मलाई फसाउनका लागि राज्यका सबै संयन्त्रहरू प्रयोग गरेर षड्यन्त्र रचेका छन्। यसबारेमा वर्तमान सरकारले कसरी मुद्दालाई अगाडि बढाइरहेको छ, यसबारेमा रविले चासो राखेका थिए। यता बालेन शाहका सल्लाहकार कुमार बेनले भने वैकल्पिक शक्ति एकजुट नभएको खण्डमा सत्तामा पुनः एमाले काङ्ग्रेसले हालिमुहाली जमाउन सक्ने आशय व्यक्त गर्दै पार्टीको नेतृत्व परिवर्तन गरेर चुनावमा होमिन आह्वान गरेका थिए। वैकल्पिक शक्तिहरू एकजुट भएर अगाडि बढेको खण्डमा बहुमत लिएर आउन सकिने आशय बालेन शाहका सल्लाहकार कुमार बेनले गरेका थिए। यसबारेमा रवि लामिछाने सकारात्मक देखिए तापनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै केही व्यक्तिहरूले वैकल्पिक शक्तिलाई एकजुट हुन नदिएको आरोप लागिरहेको छ। विशेष गरी नेपाली काङ्ग्रेसप्रति झुकाव राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूका कारण यो अवस्था आएको बताइएको छ। तर रवि लामिछानेले भने वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउनका लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको आज सम्पन्न पार्टी सचिवालयको बैठकले देखाएका निर्णयहरू गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ। 1. मिति 2082 फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेद्वार छनौट विधिमा प्रदेश मार्फत जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा साथै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने। उक्त कार्यदललाई सुझाव संकलनको लागि 7 दिनको समयावधि तोकी कार्तिक 15 गतेभित्र उम्मेदवारी आह्वानको तयारी गर्ने। 2. वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्धनका लागि विभिन्न सामाजिक राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले गर्ने। तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो सुझाव सल्लाह दिनुहोला। हस्, धन्यवाद अन्तिमसम्म हेर्नु भएकोमा।